नमस्ते साथीहरू। यदि म तपाईँले भन्छु कि सिर्फ 1000 रुपियाँमा पनि शेयर मार्केट सुरु गर्न सकिन्छ भने तपाईँ विश्वास गर्नुहुन्छ? धेरै मानिसहरूले सोच्छन् शेयर मार्केट भनेको त धनी मानिसहरूको खेल हो, तर सत्य भनेको के हो? सही तरिका थाहा भयो भने सानो पैसाबाट पनि लगानी सुरु गर्न सकिन्छ। आजको भिडियोमा म तपाईँलाई देखाउनेछु 1000 रुपियाँबाट शेयर बजारमा कसरी सुरु गर्ने, कुन कंपनी शेयर किन्ने, सुरुवातमा गल्ती नगर्ने तरिका। त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोस् किनकि यो जानकारी तपाईले आर्थिक भविष्य बदल्न सक्छ। साथीहरू, पहिला हामी बुझौँ शेयर मार्केट भनेको के हो। सरल भाषामा भन्नुपर्दा शेयर मार्केट भनेको कंपनीको सानो हिस्सा किन्ने ठाउँ हो। उदाहरण, मानौ एउटा कंपनी छ, उसको मूल्य 1 करोड रुपियाँ छ। त्यो कंपनी आफ्नो कंपनीलाई धेरै साना भागहरू बाँड्छ, त्यही भागलाई शेयर भनिन्छ। यदि तपाईले शेयर किन्नुभयो भने तपाई त्यो कंपनीको सानो मालिक बन्नुहुन्छ। कंपनी राम्रो चल्यो भने शेयरको मूल्य बढ्छ, तपाईको पैसा पनि बढ्छ। अब मुख्य प्रश्न, के 1000 रुपियाँमा शेयर मार्केट सुरु गर्न मिल्छ त? उत्तर हो, मिल्छ। किनकि अहिले धेरै कंपनीको शेयर मूल्य 100 देखि 1000 रुपियाँको भित्र हुन्छ। उदाहरण, यदि एउटा कंपनीको शेयर मूल्य 300 रुपियाँ भने 1000 रुपियाँमा तपाईको 3 वटा शेयर किन्न सक्नुहुन्छ। यसरी सानो पैसा पनि इन्भेस्टमेन्ट सुरु गर्न सकिन्छ। धेरै सफल लगानीकर्ताहरूले पनि सानो पैसाबाटै नै सुरु गरेका थिए। शेयर मार्केट सुरु गर्न तपाईलाई 3 वटा कुरा चाहिन्छ। फर्स्ट, डिमेट अकाउन्ट। यो तपाईको शेयर राख्ने डिजिटल लकर हो। जसरी बैंकमा पैसा राखिन्छ त्यसै डिमेट अकाउन्टमा शेयर राखिन्छ। अनि सेकेन्ड, टीएमएस अकाउन्ट, ट्रेडिङ मेजरमेन्ट सिस्टम भयो तपाईको। यसबाट तपाईले शेयर किन्ने र शेयर बेच्ने सबैभन्दा काम गर्न सक्नुहुन्छ। 2 नम्बर, टीएमएस अकाउन्ट, ट्रेडिङ मेजरमेन्ट सिस्टम। यसबाट तपाईले शेयर किन्ने, शेयर बेच्ने सबै काम गर्न सक्नुहुन्छ। 3 नम्बर, बैंक अकाउन्ट, शेयर किन्नका लागि पैसा बैंक टीएमएस जान्छ। अब प्रश्न आउँछ, 1000 रुपियाँ कसरी लगानी गर्ने? यहाँ 3 स्मार्ट स्ट्रेटेजी छन्। 1000 रुपियाँले लो प्राइस शेयर किन्न सकिन्छ, तर याद राख्नुहोस् सस्तो मात्र होइन, राम्रो कंपनी हुनुपर्छ। स्ट्रेटेजी 2, लङ टर्म इन्भेस्टमेन्ट, नयाँ लगानीकर्ताका लागि सबैभन्दा राम्रो तरिका हो लङ टर्म। उदाहरण, आज 300 रुपियाँ शेयर 5 वर्षपछि 1500 रुपियाँ पनि हुन सक्छ। एसआईपी, सिस्टमेटिक इन्भेस्टमेन्ट, हरेक महिना 1000 रुपियाँ लगानी गर्नुहोस्। 1000 रुपियाँ लगानी गर्नुहोस्, यसलाई भनिन्छ कन्सिस्टेन्टली इन्भेस्टमेन्ट। 10 वर्षपछि यसले ठूला रकम बन्न सक्छ। बिगिनरले गर्ने 3 ठूला गल्ती। शेयर मार्केटमा नयाँ मानिसहरू यी गल्ती गर्छ। हालाको भरमा शेयर किन्न, साथीहरूले भन्यो, फेसबुकमा देख्यो, त्यसले शेयर नकिन्नु। यो धेरै जोखिम हुन सक्छ। छिटो पैसा कमाउने लोभ धेरै मानिसहरू खोज्छन् आज किनकि भोलि धनी बन्ने, तर शेयर मार्केट भनेको लङ टर्म गेम हो। रिसर्च नगरी लगानी। शेयर किन्न अघि कंपनी के गर्छ, कंपनीको प्रॉफिट, कंपनीको भविष्य हेर्नुपर्छ। साथीहरू, यदि तपाई आज 1000 रुपियाँ लगानी सुरु गर्नुभयो भने 10 वर्षपछि तपाई आफैले धन्यवाद दिनुहुनेछ। तर यदि तपाई आज सुरु गर्नु भएन भने 10 वर्षपछि पछताउनु पर्नेछ। सफल लगानीकर्ताहरू सधैँ एउटै कुरा भन्छन्, स्टार्ट इयरली। यदि तपाईले शेयर मार्केट सिक्न मन छ भने यो च्यानल शेयर शास्त्रलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्, किनकि यहाँ तपाईले सिक्नुहुनेछ शेयर मार्केट, आईपीओ, इन्भेस्टमेन्ट टिप्स। र यदि तपाई प्रश्न छ भने कमेन्टमा राख्नुहोस्। धन्यवाद साथीहरू, फेरि अर्को भिडियोमा भेटौँला।